सबैमा नमस्कार अनि मिठो सम्झना, न्यानो माया, न्यानो अभिवादन टक्राउन चाहन्छु। विशेष कुरा के छ भने है नि त, सबैलाई नमस्कार त गरेँ मैले सुरुमा। यो सबैको चलन चल्ती नेपालको कल्चर नबिर्सनु पर्ने है नि त। कसैले त सेवारो ढोक दिया होइन, के भन्छन् क्या, मैले पनि 10 वटा जोडेर नमस्कार गरिदिया। अब तपाईँहरूलाई के भन्न चाहन्छु भने है नि त, मैले पनि बेला बेलामा जानी नजानी टिकटक बनाउँछु क्या। अनि यो टिकटक बनाइसकेपछि मलाई फेरि एउटा के महसुस भयो भने है नि त, एउटा युट्युब पनि खोल्नुपर्छ भन्ने मेरो चाहना भयो के साथीहरू, मित्रहरू। अनि मैले एउटा युट्युब खोलेँ। यसमा खोलिसकेपछि धेरै कुराहरूले आफूलाई सपोर्ट मिल्ने रहेछ भन्ने कुरा मलाई लाग्यो है नि त। त्यही भएर मैले पनि एउटा युट्युब खोलेको छु। फेरि यो क्याकानाको फेरि युट्युबर भन्न आयो कहाँको भन्ने पनि हुनसक्छ। म राम्रो बोल्न जानेको छैन, खासै म हाँस्न जानेको छैन। म कुच्चेको डेप्ची जस्तो अनुहार तपाईँको माझमा लिएर आएको क्या हो नि त। त्यही भएर म नराम्रो भए पनि तपाईँले मलाई के गर्नुभयो भन्दा, म तपाईँसँग आर्थिक सहयोग मागेको छैन। हुन त अब अप्ठ्यारो पऱ्यो भने माग्नु पनि पर्छ है नि त। अहिले म तपाईँसँग के माग्न आएको छु भने भौतिक सहयोग माग्न आएको छु क्या। कुरो बुझ्नु छ है, यहाँनिर कुरो गम्भीर छ क्या है नि त। त्यही भएर म तपाईँहरूलाई के भन्छु भने, यहाँनिर आइसकेपछि तपाईँ मेरो लिङ्क त हेर्नुहुन्छ। लिङ्क हेरिसकेपछि कसैलाई मन नपर्न सक्छ, कसैलाई मन पर्न सक्छ है नि त। के अरे यहाँनिर गम्भीर कुरा छ के अरे है नि त। त्यही भएर म सबै साथीहरू देश विदेशमा छरेर रहनुभएका सम्पूर्ण बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरू होइन, सबैलाई मलाई चिन्ने नचिन्ने मेरा सम्पूर्ण इष्टमित्र भगवान रूपी सबै बुबाआमा, दाजुभाइ, दिदीबहिनीलाई के अनुरोध गर्न चाहन्छु भन्दा, म धेरै लामो बोल्न चाहदिनँ है। मैले आज केही दिन भयो मैले युट्युब खोलेको छु। मेरो नाम बसन्त जीसीमा युट्युब खोलेको छु कि है नि त। त्यही भएर तपाईँहरूले पनि मलाई के गर्नु पर्यो भन्नुहुन्छ भने, त्यो युट्युब लिङ्क टिक्क लाएर ओन गर्नु पर्यो। बुढी औँलाले गर्नुहुन्छ अर्थात् यो औँलाले गर्नुहुन्छ, कुन औँलाले गर्नुहुन्छ, त्यहाँ तपाईँले मोबाइल चलाउँदा कुन औँला युज गर्नुहुन्छ, त्यो औँला युज गर्ने बेलामा टक्क लाएर चाहिँ के गर्नु पर्यो भन्दाखेरि, मेरो युट्युब लिङ्क खोल्नुहोस् है। त्यहाँनिर एउटा के छ भन्नुहुन्छ भने, त्यो युट्युब लिङ्क खोलिसकेपछि मेरा केही भिडियोहरू आउँछन् जानी नजानी बोलेका है नि त। म खासै राम्रोसँग बोल्न जान्दिनँ के अरे, गाउँघरमा हुर्किया मान्छे यस्तै त हो नि, गाई बाख्रा चराउने मान्छे, खासै बोल्न आउँदैन है नि त। त्यही भएर म बोल्दाखेरि केही कति गल्ती हुन्छ, त्यसको लागि म 10 वटा जोडेर क्षमा चाहन्छु। कसैले अन्यथा नसोचिदिनु होला है नि त। बोल्ने बेलामा पढ्ने बेला गाई बाख्रा चराउँदै गीत गाउँदै हिँड्थ्यो क्या अरे है नि त। राम्रोसँग पढेको भए पो राम्रोसँग बोल्न आउँछ त, अनि कहाँबाट आउँछ होइन र भन्दै म तपाईँलाई के अनुरोध गर्न चाहन्छु भने, मेरा साथीहरू, त्यहाँ मैले युट्युब खोलेको छु। युट्युबमा गएर टक्क लाएर युट्युबलाई लाइक, कमेन्ट, अनि त्यसपछि चाहिँ युट्युबलाई के गर्नु पर्यो, सब्सक्राइब पनि गर्नु पर्यो क्या साथीहरू। यति गरेपछि तपाईँहरूले गरेको ट्याक्क लाएर त्यहाँ बजाएको त्यो लाइक अनि कमेन्ट मेरो मोबाइलमा आउँछ। अनि कसले गरेछ भन्दा, म हतारमा गएर हेर्छु क्या। हेरिसकेपछि ओहो मलाई यहाँले गर्नुभएछ है, अब मैले पनि उहाँको केही छ भने मैले गरिदिनुपर्छ भन्ने मेरो धारणा हुन्छ है नि त। र त्यही भएर यो कुरा के हुन्छ भने मित्रहरू, सबैजनाले माया गरौँ, सम्मान गरौँ, अपमान कसैले कसैलाई नगर है नि त। त्यही भएर चाहिने जोकरलाई भन्न पर्यो के अरे, यस्तै त हो के अरे है नि त। हामी साथीभाइ सानो युट्युबरहरू, सानो सपोर्टरहरू यस्तै एकले अर्कालाई सपोर्ट गर्दै गर्दै के भन्छ, आफूले पनि एउटा आइडीलाई, एउटा युट्युबलाई के गर्न सकिन्छ, ग्रो बनाउन सकिन्छ। त्यसैले सबैले सबैलाई माया गरौँ, सम्मान गरौँ, अपमान कसैले कसैलाई नगरौँ। हस्त, धन्यवाद, थ्याङ्क यू।